देवदह नगरपालिकासँगको समन्वय सहकार्य कारितास नेपाल कारितास इस्पुनोलासँगको साझेदारीमा यस संस्था विकास तथा प्रकोप व्यवस्थापन केन्द्र सिडिएम नेपालले देवदह नगरपालिका र नगरपालिकाका वडा नम्बर 3 र 6 मा सहरी समुदायको विपद उत्थानशीलता र दिगो जीविकोपार्जन सुदृढीकरण कार्यक्रम परियोजना विगत 1 वर्षदेखि सञ्चालनमा ल्याएको छ। यस परियोजना अन्तर्गत देवदह नगरपालिकाका वडाहरूमा करिब 300 जना विपद प्रभावित र न्यून आय भएका सङ्कटासन्न समुदायहरू प्रत्यक्ष लाभान्वित भएका छन् भने अप्रत्यक्ष रूपमा रासायनिक विषादीको प्रयोगबाट हुने नकारात्मक असरहरू, विपद पूर्व तयारी, सङ्कटासन्न विश्लेषण, स्थानीय विपद तथा जलवायु उत्थानशील योजना निर्माण, आपतकालीन कोषको स्थापना तथा त्यसको व्यवस्थापन सम्बन्धी कार्यविधिमा सहयोग लगायतका कार्यक्रमहरूबाट करिब 2500 जना लाभान्वित भएका छन्। देवदह नगरपालिकाको नगरी स्तरीय स्थानीय विपद पूर्व तयारी तथा जलवायु उत्थानशील योजना कार्य ढाँचा निर्माण, विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण, आपतकालीन कोष व्यवस्थापन निर्देशिका तयार गरी पालिकाका 2वटै वडाहरूमा रु 1 लाख बराबरको आपतकालीन कोषको स्थापना, त्यसैगरी सञ्चारकर्मीहरूलाई विपद जोखिम न्यूनीकरण सम्बन्धी तालिम, सचेतना लगायतका क्रियाकलापहरू सञ्चालन गरेको छ। यस परियोजनाले प्रत्यक्ष रूपमा 3वटा प्रतिफलहरूमा कार्य गरेको छ। प्रतिफल नम्बर 1, स्थानीय सरकारको विपद जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशीलता। प्रतिफल नम्बर 2, जलवायु अनुकूल कृषि प्रणालीको विकास। प्रतिफल नम्बर 3, समुदाय स्तरमा विपद जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशीलता। 1. स्थानीय सरकार र विपद व्यवस्थापन समिति DMCहरूको विपद व्यवस्थापन क्षमतामा सुधार गरी विकास निर्माण र सेवाहरूको प्रभावकारी योजना समन्वय तथा कार्यान्वयन सुनिश्चित गर्नु। यस नतिजा अन्तर्गत विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलता DRR CCA सम्बन्धी स्थानीय सरकारहरूको विपद व्यवस्थापन क्षमता सुदृढ पार्ने कुरा लगायतका मुख्य गतिविधिहरूमा केन्द्रित रहेका थिए। यस पहलले सान्दर्भिक नीति निर्देशिका र नियमहरूलाई परिमार्जन गर्ने र नगरपालिका स्तरीय उत्थानशील योजनालाई संस्थागत गर्न पालिका स्तरीय स्थानीय विपद तथा जलवायु उत्थानशील योजना कार्य ढाँचा LDCRF तयार गर्ने कुरामा जोड दिएको थियो। देवदह नगरपालिका स्तरीय विपद जोखिम व्यवस्थापन समिति LDMC र नगरपालिकाका 38 जना कर्मचारीलाई विपद जोखिम व्यवस्थापन र जलवायु परिवर्तन सम्बन्धी नीति तथा ढाँचाबारे अभिमुखीकरण गराइएको थियो। त्यसैगरी देवदह नगरपालिकाका 12वटा वडामा वडा स्तरीय विपद जोखिम व्यवस्थापन समिति WDMC का 129 जना सदस्यहरूलाई पनि विपद जोखिम व्यवस्थापनमा अभिमुखीकरण गरिएको थियो। यसका अतिरिक्त देवदह नगरपालिकाको सिफारिसमा छनौट भएका 44 जना स्वयंसेवकहरूलाई 3 दिने जोखिम तथा क्षमता मूल्याङ्कन VCA र विपद जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तालिम दियो, जसले पछि LDCRF तयारीको प्रक्रियाको कार्यमा हरेक वडामा VCA सञ्चालन गर्न सहयोग गरेका थिए, जसबाट सहभागीहरूले विपदबाट हुन सक्ने घटनाको पूर्व तयारी, जोखिम पहिचान, आकस्मिक प्रतिक्रिया, राहत तथा पुनर्स्थापना सम्बन्धी ज्ञान र सिप उल्लेखनीय रूपमा वृद्धि भएको बताउँदै देवदह नगरपालिका र कारितास नेपाल CDM नेपाललाई विशेष धन्यवाद समेत प्रकट गरेका थिए। त्यसैगरी जिल्ला स्तरमा जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार्य योजना DPRP अद्यावधि गरिएको छ, जसले जिल्लाका सबै स्थानीय सरकारसँग समन्वय गरी विपद पूर्व तयारी र प्रतिकार्यको कामलाई अझै प्रभावकारी बनाएको छ। 2. जलवायु परिवर्तनसँग सम्बन्धित जोखिम र सङ्कटासन्नतालाई घटाई जीविकोपार्जनको लागि सुरक्षा र दिगोपनमा सुधार गर्ने। परिणाम 2 भने जोखिम र सङ्कटासन्नतासँग नजिक भएका परिवारलाई जलवायु अनुकूल कृषिमा उत्प्रेरित गराउँदै जीविकोपार्जनका लागि सुरक्षा र दिगो जीविकोपार्जनमा
सुधार गर्ने उद्देश्यले गरिएको थियो भने वडा नम्बर 3 र 6 का 220 जना किसानहरूलाई जलवायु अनुकूल कृषि प्रविधि क्लाइमेट स्मार्ट एग्रिकल्चर CSA अन्तर्गत प्राविधिक सहयोग तालिम प्रदान गरिएको थियो। जस अन्तर्गत किसानहरूलाई नर्सरी व्यवस्थापन तालिम, विषादी रहित उत्पादन, रोग किरा नियन्त्रण, सिँचाइ व्यवस्थापन र स्वास्थ्य उत्पादनका लागि गुणस्तरीय तरकारी बिउ, लुर ट्र्याप, EM झोल, थोपा सिँचाइ प्रणाली, मल्चिङ स्प्रे ट्याङ्की, प्लास्टिक तथा जैविक कीटनाशक निर्माण सामग्री वितरण गरिएको थियो। रासायनिक मलको निर्भरता घटाउन मखमली, रोहिडी, हातेमालो र सङ्गम कृषक समूहमा 4 वटा गडौला मल घर स्थापना गरिएको थियो। यस निर्माणमा CDM नेपालले 25,000 बराबरको सामग्री सहयोग गरेको छ। यस्तै मखमली, हरियाली र हातेमालो कृषक समूहमा 3 वटा गाई भैँसी गहुँत सङ्कलन खाडल निर्माण गरिएको छ। त्यसका लागि वडा नम्बर 3 बाट 42 बोरा सिमेन्ट र वडा नम्बर 6 ले 15 बोरा सिमेन्ट सहयोग उपलब्ध समेत गराउनु भएको थियो। किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका लागि नर्सरी व्यवस्थापन, झोलमल बनाउने, लुड ट्र्याप प्रयोग, बजार व्यवस्थापन, 3 पुस्ते काटछाड लेखा व्यवस्थापन, सरकारी अनुदान र बीमा प्रणाली बारे अभिमुखीकरण समेत गरियो, जसले कृषकहरूलाई बिउदेखि बजारसम्मको ज्ञान र सिप प्रयोगात्मक तरिकाले हासिल गर्न सकेको बताइएको छ। यसले समुदायमा उत्पादनमा वृद्धि, रोग किरा नियन्त्रणमा सुधार र जलवायु अनुकूल मानव स्वास्थ्यमा सहयोग र माटोको उर्वर शक्तिमा समेत फाइदा पुर्याएको किसानहरूको भनाइ छ। सिकाइलाई दिगो र सुनिश्चित गर्न समुदायमा 6 वटा सामुदायिक कृषि सिकाइ केन्द्र CALC स्थापना गरिएका छन्, जसले किसानलाई व्यावहारिक प्रदर्शन सिकाइ र अनुभव आदान प्रदान गर्नका लागि स्थानीय प्लेटफर्म प्रदान गरिरहेका छन्। जसमध्ये सिकाइ केन्द्र निर्माणका लागि CDM नेपालको तर्फबाट लगभग 52,000 बराबरको सामग्री र कृषकहरूको तर्फबाट 20,000 को लागतमा सहभागिता रहेको थियो। यस संस्थाले कृषकहरूले भोगेको समस्याहरूलाई समाधान गर्दै उहाँहरूको आवश्यकताका आधारमा विभिन्न कृषि औजारहरू पनि पानी तान्ने मोटर, मकै छोडाउने थ्रेसर मेसिन प्रदान गरेको थियो। जसबाट सिँचाइका लागि धेरै समस्या रहेको यस क्षेत्रमा यस पानी तान्ने मोटरबाट सिँचाइको लागि सहजता समेत ल्याएको छ र 1 बोरी मकै निकाल्नका लागि घण्टौँसम्म आफ्नो समय खर्चनु पर्ने बाध्यता किसानहरूको रहेको थियो र हाल भने मकै छोडाउने थ्रेसर मेसिन आएपछि सहयोगी भएको उल्लेख गरिएको छ। यस संस्थाले किसानहरूलाई बजारको पहुँचसँग मजबुत बनाउन 2 वटा बजार अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो, जसमा बुटोल मण्डीमा किसानहरूले थोक तथा खुद्रा व्यापारी, सहकारी जनप्रतिनिधि र प्राविधिकसँग प्रत्यक्ष रूपमा संवाद र अन्तर्क्रिया कार्यक्रम गरेका थिए। उक्त कार्यक्रमले कृषकहरूलाई बजारको गतिशीलता, ग्रेडिङ गुणस्तर मापदण्ड, बजार सम्भावित र बजारको अवस्थाबारे महत्त्वपूर्ण जानकारी प्राप्त गरेको बताएका थिए। साथै किसानहरूको सञ्जाल विस्तार तथा नवीनतम जलवायु कृषि प्रवर्धनका सिकाइका लागि साहा कृषि फार्म र ग्रिन एग्रोजोनमा अवलोकन भ्रमण समेत गराइएको थियो। कृषक समूहहरूको दिगोपनाका लागि 10 वटै कृषक समूहहरूलाई देवदह नगरपालिकाको कृषि शाखामा दर्ता गरी जसबाट कृषकहरूको सरकारी सेवा सुविधा अनुदानमा सुनिश्चितता बढाइएको छ। यस्तै गरी यस CDM नेपालले गैर कृषकहरूका लागि आय विविधीकरणका लागि देवदह नगरपालिकाका वडा नम्बर 3 र 6 का 30 जना साना उद्यमीलाई जस्तै खाजा पसल, कार्पेन्टर, इलेक्ट्रिसियन, टेलरिङ, आयरन ग्रिल व्यवसाय सञ्चालनका लागि उनीहरूको माग र व्यवसायलाई सहजीकरण हुने खालका विभिन्न सामग्रीहरू सहयोग गरिएको थियो, जसबाट स्थानीयको रोजगारी र आम्दानी वृद्धि भएको छ। परियोजनाको अवधि समाप्तपछि पनि सिकेको सिकाइलाई निरन्तरता दिँदै यसबाट स्थानीय रोजगारी हुनुका साथै आम्दानीको वृद्धि भई व्यवसायहरूको दिगोपना र जीविकोपार्जनमा समेत टेवा पुग्ने बताइएको छ।
पालपाली सामुदायिक वन संघको समन्वयमा वडा नम्बर 6 केउलीका 6 जना युवा समूहलाई दुना टपरी उद्योग सञ्चालनका लागि दुना टपरी बनाउने मेसिन समेत सहयोग गरिएको थियो, जसको उद्घाटन देवदह नगरपालिकाका मेयर दुर्व प्रसाद खरेल र उपमेयर विद्यालक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो। यस उद्योगले सालका पातबाट टपरी उत्पादन गर्दै आम्दानी, रोजगारी र वातावरण संरक्षण र समुदायमा आत्मनिर्भरता बढाएको छ। 3. समुदायहरूको विपद जोखिम न्यूनीकरण DRR र जलवायु परिवर्तन अनुकूल CCA सम्बन्धी क्षमता वृद्धि गर्ने, प्रारम्भिक जोखिमहरूलाई समाधान गर्ने, विपद पूर्व तयारी तथा न्यूनीकरणका उपायहरू अपनाउने। CDM नेपालले देवदह नगरपालिका वडा नम्बर 3 र 6 अन्तर्गतका वन उपभोक्ता समूह, महिला समूह, किसान र विद्यार्थी गरी करिब 500 जना समुदायका सदस्यलाई विपद जोखिम, जलवायु परिवर्तनका बारेमा र यसको प्रभाव, तयारी र सुरक्षित व्यवहार बारे अभिमुखीकरण प्रदान गरेको थियो। त्यस्तै गरी सामुदायिक चेतना अभिवृद्धि गर्न वडा नम्बर 3 र 6 का मुख्य स्थानहरूमा 10 वटा जनचेतनामूलक भित्ते चित्र, कला र होर्डिङ बोर्डहरू जडान गरियो। त्यस्तै गरी केउली, उजेरी, टटेरा र सूर्यपुरामा 6 वटा विपद जोखिम व्यवस्थापन र जलवायु परिवर्तन सम्बन्धी सडक मञ्च नाटक प्रदर्शन गरियो, जसले विपद पूर्व तयारी र रासायनिक विषादीको प्रयोगबाट नकारात्मक प्रभावहरूबारे मुख्य सन्देशहरू प्रदान गरेको थियो, जसमा 633 जना लाभान्वित भएका थिए। यस CDM नेपालले देवदह नगरपालिकाको वडा नम्बर 3 को सङ्गम टोलमा भूक्षयको कारणले गर्दा वर्षेनी माटो कटानका कारणले क्षति पुग्ने सङ्गम टोलका करिब 4 बिघा कृषियोग्य जग्गा र 8 घरधुरी सङ्कटमा परिराखेको अवस्थामा CDM नेपालको आर्थिक सहयोगमा र देवदह नगरपालिका वडा नम्बर 3 को जनसमुदायको समन्वयमा 13 मिटर जैविक तटबन्धको निर्माण सम्पन्न गरेको छ, जसले वातावरण मैत्री र दिगो समाधान मार्फत विपद जोखिम न्यूनीकरणमा समुदायको उत्थानशीलता वृद्धि गरेको छ। यो जैविक तटबन्ध वातावरण मैत्री, कम लागत र समुदाय स्वचालित र दिगो समाधानको सफल उदाहरण समेत बनेको छ। यस परियोजनाका क्रियाकलापहरू निरन्तर रूपमा अगाडि बढाउनका लागि देवदह नगरपालिका र वडा नम्बर 6, वडा नम्बर 3 सँग निरन्तर रूपमा सहकार्य गरी अगाडि बढाइएको छ। यस परियोजनाको गतिविधि, अवस्था र प्रभावकारिता बारे बुझ्नका लागि स्थानीय सरकारवाला, परियोजना सल्लाहकार समिति, पत्रकार र कारितास नेपाल संघको संयुक्त अनुगमन भ्रमण समेत गरिएको थियो।